नमस्कार, म श्रीधर उपाध्याय। कार्यक्रम हाम्रो बालबालिका हाम्रो भविष्यमा यहाँलाई स्वागत छ। यो कार्यक्रम एडोश्री पडकास्टका साथ विजय एफएम 101.6 बाट पनि प्रसारण हुन्छ। यी हुन् विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरू। आज उनीहरूले विद्यालय आउँदा पुस्तक ल्याएका छैनन्। उनीहरूले विद्यालयकै परिसरमा रङ्गोली बनाइरहेका छन्। संस्कृतिलाई व्यवहारिकतामा जोड्न पनि सिप अनिवार्य हुन्छ। संस्कृतिलाई व्यवहारमा उतार्न विद्यार्थीहरू आफै रङ्गोली बनाउँदै सिकिरहेका छन्। बुक फ्री डे भन्ने अवधारणा शिक्षा क्षेत्रमा नयाँ तर रोचक अभ्यास हो। यसको मुख्य उद्देश्य विद्यार्थीलाई पाठ्य पुस्तकबाट बाहिर निकालेर अनुभवजन्य, सृजनात्मक र व्यावहारिक सिकाइमा सहभागी गराउनु हो। बुक फ्री डे भनेको यस्तो विशेष दिन हो जब विद्यालयमा नियमित पुस्तकका पाठहरू नपढाई विद्यार्थीहरूलाई पुस्तक बाहेकका क्रियाकलापहरूबाट सिकाउने अवसर दिइन्छ। यस दिन विद्यार्थीहरूले अनुभव, छलफल, खेल, सृजनात्मक कार्य, सामुदायिक सहभागिता, परियोजना कार्य वा जीवन सिपका गतिविधि मार्फत सिक्ने गर्दछन्। विजय सामुदायिक शिक्षा सदनले प्रत्येक महिनाको मसान्तमा पुस्तक बिनाको सिकाइ वातावरण बनाइरहेको छ। यसले विद्यार्थी र अभिभावकमा खुसी थपेको छ। विद्यालयले सिकाएका सिपहरूले विद्यार्थीहरूको जीवनमा सहजता थपेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रशान्त रेग्मीको अनुभव छ। विद्यालय मार्फतबाट चाहिँ उनीहरूले चाहिँ किताबी कुराको ज्ञान मात्र नभइकन चाहिँ अन्य कुराहरू उनीहरूलाई चाहिँ डेली बेसिसमा काम लाग्ने कुराहरू सिकुन् भनेर चाहिँ हामीले चाहिँ बुक फ्री डे मनाउने गरिएको हो। अब यो बुक फ्री फ्राइडे जुन कार्यक्रम छ, यस्ता यो कार्यक्रममा चाहिँ कस्ता खालका कार्यक्रमहरू चाहिँ समेट्ने गर्नु भएको छ यहाँहरूले? यसमा चाहिँ हामीले जस्तो अब डेली बेसिसको कुराहरू अब घर गएर चाहिँ के गर्ने होइन, अब सर्टको बटमहरू फुत्क्या हुन्छ, सानो सानो कुराहरूको लागि चाहिँ उनीहरू चाहिँ टेलरमा जानुपर्ने हुन्छ होइन। त्यसको लागि चाहिँ त्यो कसरी चाहिँ आफैले चाहिँ सदुपयोग गर्न सक्ने, जस्तो सानो सानो कुराहरू रोटी अचार बनाउन सिकाउने, त्यसपछि गएर टपरी बुन्न सिकाउने, टपरी गाँच्न सिकाउने। जस्तै अब आज चाहिँ दीपावलीको अवसरमा रङ्गोली छ होइन, बच्चाहरूले चाहिँ घर गएर सधैँ मम्मी बाबाले नभइकन उनीहरूले आफैले चाहिँ कसरी चाहिँ म्यानेज गर्ने, आफूले चाहिँ कसरी चाहिँ बनाउने भनेर चाहिँ हामीले चाहिँ यसलाई चाहिँ आफूलाई चाहिने र घर परिवारलाई पनि सहयोग हुने, जस्तै चाहिँ उनीहरूले चाहिँ नम्र भएर चाहिँ प्यारेन्ट्सहरूसँग कसरी बोल्नेदेखि लिएर त्यस्तो कुराहरू चाहिँ हामीले सिकाउनको लागि चाहिँ बुक फ्री डे सञ्चालनमा ल्याएका हौँ। अब यो यस्तो खालको सिकाइले उनीहरूको विद्यालयमा सिकाइ प्रक्रियामा चाहिँ कस्तो सहजीकरण गर्दो रहेछ, यहाँले चाहिँ कस्तो पाउनु भएको छ? यस्तो छ, पछिल्लो समयमा चाहिँ अब विद्यार्थीहरू चाहिँ सानो सानो कुराहरू लिएर पनि चाहिँ विद्यालयबाट घर पुग्दै गर्दाखेरि सानो कुराहरू केही भइहाल्यो भने चाहिँ उनीहरूले आफूले गर्न सक्ने काम पनि चाहिँ अरूलाई चाहिँ लगाउने होइन। अहिले चाहिँ यो बुक फ्री डेको मार्फतबाट जतिपय हामीले चाहिँ कार्यक्रमहरू गरियो, जस्तै घरमा पूजाआजा हुँदाखेरि होइन टपरी गाँच्नेदेखि लिएर उनीहरूले चाहिँ आफैले चाहिँ घरमा आमा बुवाहरूसँग बसेर, हजुरआमाहरूसँग बसेर चाहिँ गाँसेको प्रक्रिया पनि चाहिँ अभिभावक आएर चाहिँ हामीलाई चाहिँ फिडब्याक चाहिँ राम्रै दिनुभएको छ। जस्तै अब एकचोटि हामीले चाहिँ रोटी अचार बनाउन सिकाइयो, उनीहरूले चाहिँ अघिल्लो वर्षको तिहारमा चाहिँ घर आमा बाबासँग हातमेलो गरेर रमाइलो हुँदो रहेछ यो गर्नलाई भनेर। जस्तै हाम्रो सांस्कृतिक कुराहरू पनि चाहिँ यिनीहरूले चाहिँ भुलिसकेको कुराहरूलाई पनि चाहिँ हामीले पछिल्लो समयमा यो बुक फ्री डेको माध्यमबाट चाहिँ सांस्कृतिक पनि जोगाइरहेका छन् विद्यालयको। यसरी नै चाहिँ फिडब्याकहरू चाहिँ राम्रो पाइरहेको छ। आज चाहिँ विद्यार्थीहरूले चाहिँ रङ्गोली बनाउने कार्यक्रम गरिरहेका छन्। हजुर हजुर, यो पनि तिहारको संस्कृतिसँग लिएर यहाँले जोड्नु भयो। तिहारको संस्कृतिसँग लिएर अब उनीहरूले चाहिँ 2-3 दिनपछि फेरि घर गएर गर्नुपर्ने हुन्छ र हामीले चाहिँ यहीँबाट केही सिकाएर पठायौँ भने घर चाहिँ अभिभावकहरूलाई पनि चाहिँ सजिलो हुने भयो र उनीहरूले पनि चाहिँ केही कुरा सिकेर जाने भए, सांस्कृतिक पनि जोगिने भयो भनेर चाहिँ रङ्गोली चाहिँ हामीले आज राखेका छौँ। अब यो बुक फ्री फ्राइडेको दिन र अरू दिनमा चाहिँ उनीहरूको त्यो प्रतिक्रिया फिडब्याकहरू चाहिँ कस्तो हुँदो रहेछ त्यो हेर्दा तपाईँ? कस्तो हुँदो रहेछ भन्दाखेरि विद्यार्थीलाई अब चाहिँ बुक फ्री डे भनिसकेपछि किताबै ल्याउनु नपर्ने होइन, ऊर्जा नै छुट्यो भने उनीहरूको चाहिँ अब 2-3 दिन अगाडिदेखि नै चाहिँ हाम्रो चाहिँ बुक फ्री डे छ, त्यो दिन चाहिँ के कार्यक्रम हुँदैछ हाम्रो चाहिँ प्लानिङ हुन्छ, तर उनीहरूले चाहिँ क्यालेन्डरहरू सबैले नहेर्दै गर्दाखेरि चाहिँ हाम्रो चाहिँ के छ भने चाहिँ ऊर्जा चाहिँ बढी ऊर्जा हुने बाबु नानीहरू। अनि त्यसपछि गएर चाहिँ स्कुल आउन पनि अब नमान्ने बच्चाहरू पनि आज चाहिँ बुक फ्री डे छ भनेर चाहिँ स्कुल आइदिन खोज्ने
त्यो चाहिँ एकदमै राम्रो चाहिँ प्रक्रिया चाहिँ पाएका छन्। यसले अरू विषयको सिकाइ प्रक्रियालाई पनि मद्दत पुर्याउँदो रहेछ यस्तो किसिमको कार्यक्रमहरू। एकदमै मद्दत, यसले चाहिँ अरू विषयको सिकाइहरूलाई पनि मद्दत पुर्याइरहेको छ। बुक फ्री डे कार्यक्रमले सृजनात्मक सोच, आत्मविश्वास र सहकारी सिप विकासमा सहयोग पुगेको विद्यार्थीहरूको बुझाइ छ। सैद्धान्तिक ज्ञान मात्र नभई विद्यालयले व्यवहारिक ज्ञान प्रदान गरेको कक्षा 9 मा अध्ययनरत विद्यार्थी पञ्चम आचार्य प्रार्थना सुवेदी र अनिसा गैरे बताउनुहुन्छ। सम्पूर्णमा नमस्ते। म विजय सामुदायिक शिक्षा सदन 9 मा अध्ययनरत छात्रा पञ्चम आचार्य। खास बुक फ्री डे चाहिँ महिनाको अन्तिम मसान्तीमा मनाइन्छ हाम्रो स्कुलमा। अब अरू दिन सधैँ झोला बोकेर आउने पढ्ने गरिन्छ। यो दिन चाहिँ हामीले नयाँ कुराहरू कहिले सेलरोटी गराउन सिक्यौँ, कहिले रोटीहरू गराउन सिक्यौँ, कहिले कपडा उन्न सिक्यौँ। त्यसरी विभिन्न थरीको मसान्तीको दिनमा चाहिँ बुक फ्री डे भनेर राखिएको हो। यो दिन चाहिँ एकदम रमाइलो लाग्छ। सधैँ पढ्नुभन्दा पनि कहिलेकाहीँ रमाइलो पनि भयो, साथीहरूसँग नयाँ कुरा सिकिन्छ। हामीले घरबाट सिक्दा गाह्रो भएको कुरा साथीहरूसँग सिक्न सजिलो हुन्छ नि त। अनि स्कुलले चाहिँ एकदम राम्रो काम गर्नुभएको छ। यसरी सिक्दा साथीहरूसँग रमाइलो पनि हुने र छिटो पनि सिकिने गरिन्छ। यहाँ सिकेको कुराले तपाईँको दैनिक जीवनमा त्यो उपयोगमा आएको चाहिँ के सिपहरू चाहिँ एकदमै उपयोगमा आयो? एउटा चाहिँ रोटी गराउन मलाई राम्रोसँग आउँथेन। अब साथीहरूसँग सिक्दा चाहिँ सजिलै सिकिँदो रहेछ र छिटो पनि सिकिँदो रहेछ। रोटी गराउन चाहिँ राम्रोसँग आयो। सेलरोटी पकाउन? सेलरोटी होइन, सुक्खा रोटी। अनि माथि गयौँ, बनायौँ, खायौँ पनि पकाएर राम्रो भएको चाहिँ। अनि त्यसपछि सिलाउन, कपडाहरू कसरी सिलाइन्छ। अनि सुक्खा रोटी बनाएर घरमा बुवा आमालाई खुवाउनु भयो त कुनै एक दिन? खुवाएँ। यहाँबाट सिकेपछि त गयौँ, खुवायौँ। त्यो दिन बुवा आमाको फिडब्याक के थियो, प्रतिक्रिया कस्तो दिनुभएको थियो? स्कुलप्रति चाहिँ धेरै आभार व्यक्त गर्नुभएको थियो। अब यहीँ स्कुलले सिकायो नि त राम्रोसँग, मम्मी बाबा पनि खुसी हुनुहुन्छ। बुक फ्री डेको दिन चाहिँ तपाईँहरूको अरू दिनको भन्दाखेरि त्यो दिन बिहान पख होइन स्कुल जानुभन्दा पहिला छुट्टै एउटा ऊर्जा हुन्छ होइन? खुसी लाग्छ। त्यो दिन भनेपछि चाहिँ स्कुल आम जस्तै हुन्छ, छोड्नै मन लाग्दैन। नमस्कार, म विजय सामुदायिक शिक्षा सदन कक्षा 9 मा अध्ययनरत छात्रा प्रार्थना सुवेदी। यो कार्यक्रम अब हाम्रो विद्यालयमा चाहिँ महिनाको मसान्तीमा हुन्छ लास्ट दिन। यो कार्यक्रममा चाहिँ विभिन्न अब आफ्नो जीवनमा उपयोगी हुने कुराहरू चाहिँ विद्यालयबाट र साथीहरूबाट सिकिन्छ। मलाई चाहिँ राम्रो लाग्छ। अहिलेसम्म चाहिँ के कुरा सिक्नु भएको छ? हामीले अब रोटी पकाउन, कपडाहरू उल्टो सुल्टो गरी सिलाउन, अनि सुक्खा रोटी, अनि त्यस्तै परोठाहरू बनाउन, त्यस्तो कुराहरू सिकेछौँ। अनि आज चाहिँ रङ्गोली बनाउन चाहिँ सिक्छौँ। यो विद्यालयमा सिकेको कुरा है तपाईँको दैनिक जीवनमा चाहिँ व्यवहारमा चाहिँ होइन प्रयोगमा आएको छ कि छैन? होइन आएको छ। अब कपडा सिलाउन पनि कति पहिला आउँथेन। अब साथीहरूको सहयोगमा चाहिँ एकदम छिटो पनि सिकिने, अनि मजाकमै सिकिन्छ कि कपडा सिलाउन सिकियौँ। अनि रोटी पकाउन पनि दैनिक कामको लागि पनि यो उपयोगी हुन्छ। अब यसले कतिको सहजता ल्याएको छ तपाईँको? सहजता अब हाम्रो उमेरमा त अब घर परिवारलाई खाना पकाएर खुवाउने, अनि अब आधा काम जति त हाम्रो उसमा आउँछ नि त। त्यो काममा चाहिँ सिकेर सजिलो हुन्छ। अब हरेक शुक्रबार भइदिए त अझ राम्रो हुन्छ। त्यही पनि अब हाम्रो विद्यालयमा चाहिँ बुधबार चाहिँ एकदम विभिन्न अरू क्रियाकलाप पनि हुन्छ कि त्यो हुनाले मसान्ती एक दिन त्यो ठिकै छ। नमस्कार सम्पूर्णमा, म विजय सामुदायिक शिक्षा सदनको कक्षा 9 को अध्ययनरत छात्रा। मेरो नाम अनिसा गैरे। अब बुक फ्री डे मसान्तीको 1 गते हुन्छ। अब कहिलेकाहीँ सरहरूले आफूले चाहिने कुनै दिन आफूलाई हुने प्रक्रिया त्यस्तै अब आफूले म्यामले कहिले के गर्नु प्रोग्राम भन्नुभयो। आज चाहिँ हाम्रो रङ्गोली कम्पिटिसन थियो। अनि त्यस्तै। तपाईँ सहभागी हुनुहुन्छ रङ्गोली कम्पिटिसनमा? कस्तो रङ्गोली बनाउँदै हुनुहुन्छ? रङ्गोली गर्न अब साथीहरूसँग मिलजुल हुन्छ। अब रमाइलो कार्यक्रम अब आफूलाई मजै फिल हुन्छ। अब यो अहिलेसम्म तपाईँले सिकेका सिपहरू चाहिँ के छन् त यो कार्यक्रम मार्फत? यो रोटी बनाउन, अनि कपडा सिलाउन, अनि परोठाहरू त्यस्तै। अनि सिकेको सिपहरू चाहिँ घरमा प्रयोग गर्नु भएको छ कि छैन? अब घरमा मम्मी बाबा नभए आफूले खाना पकाएर खान चाहिँ सकिन्छ। सिकाइलाई रमाइलो, अर्थपूर्ण र जीवनसँग जोडेर सिकाउँदा प्रभावकारी हुने गर्दछ। विद्यार्थीको व्यक्तिगत रुचि र प्रतिभा पहिचान गर्न सहयोग गर्नु आजको आवश्यकता हो। आफ्ना बाबुनानीको रिपोर्ट कार्डको सुधार मात्र होइन, व्यवहार सुधारले सबैभन्दा धेरै खुसी लाग्ने बताउनुहुन्छ अभिभावक
यशोदा सापकोटा। विद्यालयले सञ्चालन गरेको यो कार्यक्रम मलाई एकदम राम्रो लागेको छ। अगाडि वर्षहरूमा पनि विभिन्न कार्यक्रमहरू लिएर आउनुभएको थियो, जस्तै सियोमा धागो उन्नी, रोटी पकाउने, अनि टपरी बुन्ने कम्पिटिसनमा चाहिँ मेरो छोरो प्राय सधैँ फर्स्ट भइरहेको हुन्छ। अनि यसले गरेर अरू कामहरू पनि सिकिरहेका छन् र नानी बाबुहरूले घरमा गएर पनि काम गर्छन्, मलाई सहयोग गरेका छन्, त्यसमा म एकदम खुसी छु। जस्तो उनीहरूले सिकेका सिप चाहिँ घरमा गएर कुन काममा चाहिँ उनीहरू आफै चाहिँ पोख्त छन् होइन, त्यसको लागि चाहिँ हामीले तपाईँहरू बिना पनि उनीहरूले गर्न सक्ने त्यस्ता के काम छन् जुन स्कुलबाट सिकेका कुराहरू? अब रोटी पकाउन सक्छन्, अनि अब दुना टपरी गाँच्न सक्छन्, अब बिहान बेलुका पूजाआजा गर्छन्, अब आफै बत्ती काटेर गर्न सक्छन्। म कुनै बेला भएन भने पनि उनीहरू बत्ती छैन भने पनि उनीहरूले आफै बत्ती काटेर नि गर्न सक्छन्। पहिलो दिन छोराछोरीले पकाएर खुवाएको दिन याद छ तपाईँलाई? पकाइरहन्छन् अहिले अझै पनि। अब यो विद्यालयमा यो कार्यक्रम आएपछि झन् बढी नै मलाई काममा सहयोग गरिरहेका छन्, उनीहरूलाई नि रमाइलो लाग्दो रहेछ क्यारे, त्यही भएर बेला बेलामा पकाएर खुवाइरहन्छन्। यस्तो खालको कार्यक्रमले चाहिँ जस्तो बालबालिकामा चाहिँ एक किसिमको उनीहरूको क्षमता अथवा व्यवहारिक बनाउने त भयो नै होइन, जस्तो सैद्धान्तिक कुराहरू अनुशासित बनाउनको लागि, जिम्मेवार बनाउनको लागि पनि त यस्तो कार्यक्रमले चाहिँ कति मद्दत मिल्दो रहेछ? तपाईँले के अनुभव गर्नुभएको छ? यो कार्यक्रमले चाहिँ धेरै नै सहयोग पुर्याएको छ। अब अहिले त सानै छन्, अब हामीसँगै छन्, हामीले नै पकाएर खुवाउने यताउति उनीहरूलाई सहयोग गरिराखेका छौँ। अब भोलि अब हामी कुनै बेला नभइएला, उनीहरू अहिले त सानै छन्, अब पछि ठुला भएपछि विदेशतिर नि जालान् होइन, अब उहाँ गइसकेपछि अब आफ्नो काम त आफै गर्न पर्यो। त्यसको लागि चाहिँ एकदम अहिलेदेखि नै परिपक्व छन्। शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई नजिक बनाउन पनि बुक फ्री डे जस्ता कार्यक्रमले सहज बनाउने गर्दछ। पुस्तक बिनाको सिकाइले विद्यार्थीहरूमा आत्मविश्वास बढाउन मद्दत पुग्ने अभिभावक भानु सापकोटाको बुझाइ छ। अभिभावक सापकोटाले बुक फ्री डेको अवधारणालाई मूल्याङ्कन अझै प्रभावकारी बनाउन सके अझ धेरै राम्रो हुने उहाँको सुझाव छ। वास्तवमा किताब नलिइकन विद्यालय आउने जुन कुरा छ, विद्यार्थी भाइ बहिनीलाई नि थप ऊर्जा आएको जस्तो मैले बुझेको छु। र बाबुले पनि आज किताब नलिकन गएर हामीले स्कुलमा गएर धेरै कुरा सिकाउनुहुन्छ सरहरूले, अथवा हामीले चाहिँ साथीबाट नि धेरै कुरा सिक्ने अवसर प्राप्त गर्छौँ भनेर यसरी चाहिँ त्यो एक्सप्रेसनहरू व्यक्त गरिरहेको मैले बुझेको छु। तपाईँ त अब एउटा अभिभावक पनि त्यहाँमाथि अर्को शिक्षक पनि हो होइन? हजुर। यो कहिले चाहिँ किताब बच्चाले किताब लिएर गएन भनेर गाली गर्छौँ होइन, कहिले लगेन भनेर खुसी हुन्छौँ होइन? हजुर। यसलाई चाहिँ कसरी हेरिरहनु भएको छ तपाईँले? वास्तवमा सिक्ने कुरा भनेको किताब बोकेर झोलामा किताब राखेर जाँदैमा मात्र सिक्ने होइन। हाम्रो समाजभित्र सिक्ने कुराहरू धेरै छन्, किताब बिना पनि धेरै कुराहरू सिक्न सकिन्छ। एज अ शिक्षकको रूपमा म हुँदै गर्दा पनि शिक्षक बाहेक अन्य क्षेत्रबाट पनि सिक्ने कुराहरू समाजभित्र धेरै छन्। किताब नलिइकन गएर पनि विद्यालयमा धेरै कुरा बच्चाले सिक्ने अवसर प्राप्त गर्न सक्छ र सिकाउने सन्दर्भमा विद्यालयले त्यस किसिमको वातावरण चाहिँ बनाउनु पर्यो। जस्तै किताब नबोकिकन विद्यालय जाने, बुक फ्री डे भन्यो, त्यत्तिकै विद्यार्थी यता र उता हल्लिने मात्रै गरेर त अर्थ भएन। योजनाबद्ध ढङ्गले के कार्यक्रम लागू गर्ने अथवा कसरी जाने भनेर राम्रा दक्ष प्राविधिकहरू ल्याएर सिकाउन सकेको खण्डमा यस्तो कार्यक्रमले व्यावहारिक रूपमा बच्चालाई परिपक्व बनाउनलाई एकदमै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। र विजय सामुदायिकले जुन लागू गरेको छ यो एक उत्कृष्ट नै लाग्छ। र यो कार्यक्रम मशान्तिको दिन प्रायः चाहिँ यहाँ लागू भयो जस्तो। मैले त यहाँ विद्यालय प्रशासनसँग पनि पहिलेदेखि एक किसिमले कुरा पनि गरेको थिएँ। यस्ता खालका कार्यक्रमहरू हप्ताको एकचोटि, कम्तीमा एक पिरियड, हप्ताको एकचोटि, सम्भव भयो भने 2 पिरियड, नभए हप्ताको एकचोटि चाहिँ पिरियडमै क्लासमै राखेर सिकाउन सकिन्छ। जस्तै विभिन्न खालका विज्ञहरू ल्याएर सिकाउन सकिने भयो होइन। जस्तै म आफैले भन्यो भने घरमा धारो बिग्रेको 8-9 दिन भइसक्यो, त्यो धाराको टुटी फेर्न मलाई आउँदैन। अब प्राविधिकलाई फोन गर्यो, उहाँहरू चाहिँ समयमा आइदिनुहुन्न, जसले गर्दा राम्रोसँग समयमा मैले पानी पाइरहेको छैन। एउटा सामान्य स्विच बिग्रियो भने त्यो स्विच फेर्ने मेरो औकात छैन। म एज अ डिग्री नै हो होइन, भनौँ न।
अब सर्टिफिकेटले डिग्री भए पनि म प्राविधिक रूपमा 0 छु कि। त्यसले गर्दा विद्यार्थीले सानैबाट यस्ता कुरामा प्र्याक्टिकल्ली प्रयोगात्मक रूपमा लान सक्यो भने अब यो महिनाको एकचोटि भन्दा नि हप्ताको एकचोटि कम्तीमा पनि विद्यार्थीलाई अन्तिम पिरियडतिर यसरी राख्न सक्यो भने, जस्तै हामीले हाम्रा कला साहित्य संस्कार यस्ता कुराहरू पनि सिकाउन सक्छौँ हैन। एक्स्ट्रा कुराहरूमा किताब नबोकिकन पनि त धेरै कुराहरू सिकाउन सकिन्छ। यो कार्यक्रमको प्रभावकारिता चाहिँ बाबुमा चाहिँ कस्तो देखिएको छ? के छ प्रभावकारिता? राम्रै मानेको छु मैले, किनभने आज विद्यालयमा यो सिक्यो यसरी गर्ने हो, अथवा चाहिँ यहाँ अलि अगाडिपट्टि रोटी बनाउने, यहाँ पिठो मुछेर रोटी बनाउने त्यो एउटा चाहिँ राख्नुभएको थियो। त्यो बेलामा घरमा आज हामीले रोटी बनाउन सिक्ने भनेर घरमै पहिल्यै त्यो प्र्याक्टिस गरेको र पछि पनि म गर्छु भनेर अगाडि बढेको कुराहरू छ। र त्यसबाहेक पनि बेला बेलामा विद्यालयले पनि के कस्तो गरिरहेको छ बच्चाहरूले भनेर त्यसको निगरानी पनि गरिदिनु भयो भने त्यसलाई अझै प्रभावकारी हुन्छ। कतिपय कुरा अभिभावकले भन्दा भने अहिलेको बच्चालाई अभिभावकले भन्दा पनि शिक्षकले फलो गर्यो भने त्यसलाई अलि बढी प्रभावकारी भएको चाहिँ हामीले बुझेका छौँ हैन। बच्चाले पनि त्यही खोजेको जस्तो स्कुलबाट चाहिँ चेक हुन्छ है अथवा परीक्षण हुन्छ है भनेपछि त्यसलाई अझ जिम्मेवार रूपमा लिएको जस्तो हामीले मानेका छौँ। बुक फ्री डे शिक्षा प्रणालीमा सिक्ने तरिका परिवर्तन गर्ने एउटा नयाँ अभ्यास हो। यसले विद्यार्थीलाई केवल परीक्षाका लागि होइन जीवनका लागि सिक्न प्रेरित गर्दछ। जब विद्यार्थीहरूले जीवन बुझ्छन्, समाज बुझ्दछन्, अनि मात्र विद्यालयमा पढेका सैद्धान्तिक ज्ञानले पूर्णता पाउनेछ र अर्थपूर्ण बन्नेछ। कार्यक्रम हाम्रो बालबालिका हाम्रो भविष्यको आजको श्रृङ्खलाबाट भने बिदा लिनुपर्ने बेला भइसकेको छ। आगामी दिनमा यस्तै फरक विषय र फरक शैक्षिक सरोकार विषयका साथमा उपस्थित रहनेछौँ। एडुश्री पडकास्टलाई सब्सक्राइब गर्न नभुल्नुहोला। आजलाई भने बिदा दिनुहोस्। धन्यवाद।